नमस्कार। आज हामी नेपालको परराष्ट्र नीतिको त्यो ऐतिहासिक यात्रा कस्तो रह्यो भन्ने बारे अलिकति गहिरिएर हेर्दैछौँ। विभिन्न लेख टिप्पणीहरू हेर्दा कसरी नेपालले भारत र चीन जस्ता दुई ठूला छिमेकी बीच आफ्नो अस्तित्व जोगायो, त्यो सन्तुलनको कुरा निकै चाखलाग्दो छ। हो, यो एकदमै महत्त्वपूर्ण विषय हो। यो इतिहास मात्रै होइन, नेपालको जुन भू-राजनीतिक अवस्था छ नि, त्यसको कथा हो। कसरी समयअनुसार नेपालले आफूलाई ढाल्दै लग्यो, विश्वमा आफ्नो ठाउँ बनायो, त्यो सबै यसमा जोडिन्छ। त्यसो भए सुरु गरौँ न त एकदमै पहिलेबाट, त्यो प्राचीन र मध्यकालीन समय, मतलब 1759 भन्दा अगाडि। त्यति बेला त नेपाल साना साना राज्यमा थियो, होइन? लिच्छवी मल्लहरू। हो। त्यति बेला त अहिलेको जस्तो एउटै देश थिएन, अनि औपचारिक परराष्ट्र नीति भन्ने त कुरै भएन। तर सम्बन्धहरू त थियो होला नि छिमेकीसँग। थिए। खास गरी व्यापारिक र सांस्कृतिक सम्बन्धहरू तिब्बत र भारतसँग। कूटनीति नै भन्नु पर्यो, तर अलि अनौपचारिक किसिमको, जस्तो त्यो भ्रिकुटीको विवाह। राजकुमारी भ्रिकुटीको 7औं शताब्दीको कुरा हो। तिब्बती राजा स्रङचङ गल्पोसँग त्यो विवाह मात्रै थिएन, त्यसले त्यता बौद्ध धर्म पनि फैलियो अनि राजनीतिक सांस्कृतिक सम्बन्ध पनि बलियो भयो। भनेपछि त्यति बेला विवाह अनि व्यापार यिनै थिए के रे कूटनीतिका तरिका। अनि आयो पृथ्वीनारायण शाहको समय, एकीकरणपछि। उहाँले त आधुनिक नेपालको जग राख्नुभयो, अनि त्यो निकै चर्चित भनाई, दुई ढुङ्गा बीचको तरुल। त्यो त नेपालको परराष्ट्र नीतिको मूल मन्त्र जस्तै भयो। त्यसको अर्थ के रह्यो त खासमा? अब त्यसले नेपालको अवस्थिति मात्रै देखाएन, त्यसले के भन्यो भने दक्षिणको शक्ति भारत र उत्तरको शक्ति चीन, यी दुई बीच एकदमै सन्तुलन मिलाएर तटस्थ बसेर चल्नुपर्छ। यो सोच एकदम गहिरोसँग बस्यो। तेरो सुरुमै चुनौती आयो नि है, त्यो नेपाल तिब्बत युद्ध। हो नि, 1792मा। अनि चीनले हस्तक्षेप गर्यो, त्यसपछि केरुङ सन्धि भयो। त्यो नै पहिलो औपचारिक सन्धि जस्तो भयो नेपालको लागि। अनि हरेक 5 वर्षमा चीनलाई सौगात पठाउनु पर्ने भयो। यसले चीनसँगको सम्बन्ध कसरी अघि बढाउने भन्नेमा पनि प्रभाव पार्यो। भनेपछि सन्तुलनको कुरा त्यति बेलादेखि नै एकदमै संवेदनशील रह्यो। एकदमै। अनि त्यसपछि आयो राणा शासन, 1946 देखि 1951 सम्म। त्यति बेला त नीति पुरै बदल्यो होइन र, एक्लोपनको नीति। हो, राणाहरूले चाहिँ अलि फरक बाटो लिए। उनीहरूको मुख्य ध्यान आफ्नो आन्तरिक शक्ति बलियो बनाउने र बाहिरको, खास गरी पश्चिमा प्रभाव, प्रजातन्त्र जस्ता कुराहरू भित्रिन नदिने भन्ने थियो। त्यसैले एक्लै बस्ने? त्यस्तै भयो। मुख्य सम्बन्ध भनेको बेलायती भारतसँग मात्रै रह्यो। सुगौली सन्धिपछि त झन नजिकिए। अनि त्यो गोर्खा भर्ती, 1923 को सन्धि, यी सब त्यसैका उदाहरण हुन्। सकेसम्म बाहिरी दुनियाँबाट अलग बस्ने। तर त्यसले गर्दा नेपाल विश्वबाटै छुट्यो नि त। सार्वभौम सत्ता त जोगियो होला, तर... हो, तपाईले ठिक भन्नुभयो। त्यसको फाइदा बेफाइदा दुवै भयो। तत्कालका लागि शासन र देश जोगियो, तर विश्वमा भइरहेका परिवर्तन, अवसरहरूबाट नेपाल टाढै रह्यो। अनि 1951मा राणाहरू गएपछि त्यो एक्लोपन टुट्यो। बिल्कुल। त्यो त नेपालको लागि एउटा नयाँ सुरुवात थियो, विश्वसँग जोडिने। 1955मा संयुक्त राष्ट्र सङ्घको सदस्य बन्यो अनि 1961मा असंलग्न आन्दोलन नाममा पनि लाग्यो। त्यसले त अन्तर्राष्ट्रिय पहिचान दियो होला है? एकदमै। नेपालले विश्व मञ्चमा आफ्नो आवाज सुनाउन थाल्यो। त्यो बेला भारत र चीनसँगको सम्बन्ध चाहिँ कस्तो भयो त? त्यो पुरानै तरुलको नीति काम लाग्यो कि नयाँ केही गर्नु पर्यो? होइन, त्यो सन्तुलनको आवश्यकता झनै बढ्यो। एकातिर भारतसँग 1950 को सन्धि थियो, जसले विशेष सम्बन्ध बनायो। अर्कोतिर त्यही सम्बन्धलाई सन्तुलन गर्न चीनसँग पनि सम्बन्ध बढाउनु पर्यो, जस्तो 1960मा चीनसँग सीमा सम्झौता भयो। अनि त्यो काठमाडौँ कोदारी राजमार्ग नि। ओहो, 1961मा त्यो पनि सुरु भयो। हो, त्यो सबै त्यही सन्तुलन कायम राख्ने प्रयास थियो। दुवै छिमेकीसँग सम्बन्ध राख्ने, तर कसैको मात्रै प्रभावमा नपर्ने। र 1990 पछि जब प्रजातन्त्र आयो अनि गणतन्त्र, संघीयता, त्यसपछि त परराष्ट्र नीतिका आयामहरू झन थपियो होलान्। निश्चित रूपमा राजनीतिक परिवर्तनसँगै प्राथमिकताहरू पनि फेरिए। आर्थिक कूटनीति एकदमै महत्त्वपूर्ण भयो। जस्तो कि
जस्तो 2004मा WTO को सदस्य बन्नु, 2017मा चीनको BRI मा सहभागी हुनु, यी त आर्थिक पाटो भए। त्यसबाहेक संयुक्त राष्ट्र सङ्घको शान्ति सेनामा नेपालको योगदान बढ्यो, जलवायु परिवर्तन जस्ता मुद्दाहरू आए अनि विदेशमा बस्ने नेपालीहरू डायस्पोरासँगको सम्बन्ध पनि महत्त्वपूर्ण भयो। अनि त्यो 2015को नाकाबन्दीपछि चीनसँग व्यापार र पारवहन सम्झौता भयो नि 2016मा, त्यसले पनि त केही सङ्केत गर्छ। हो, त्यसले के देखायो भने नेपाल एउटै देशमाथिको निर्भरता, खास गरी पारवहनमा, कम गर्न चाहन्छ, विविधीकरण खोज्दैछ। समग्रमा भन्दा आन्तरिक राजनीति र विश्व परिवेश बदल्दै जाँदा नेपालले आफ्नो हित हेरेर आर्थिक सम्बन्ध र क्षेत्रीय सहयोगमा बढी ध्यान दिएको देखिन्छ। भनेपछि अहिलेसम्म आइपुग्दा नेपालको परराष्ट्र नीतिका मुख्य आधारहरू के हुन् त, छुटकरीमा भन्नुपर्दा? मुख्यतः त्यही पञ्चशीलका सिद्धान्तहरू भए अनि असंलग्नता, आफ्नो सार्वभौम सत्ता र स्वतन्त्रतालाई सबैभन्दा माथि राख्ने कुरा, संयुक्त राष्ट्रसङ्घको बडापत्र मान्ने अनि छिमेकीहरू खास गरी भारत र चीनसँग सधैँ सन्तुलित मैत्रीपूर्ण सम्बन्ध राख्ने प्रयास। यो यात्रा हेर्दा त नेपालले सधैँ एउटा नाजुक सन्तुलन खोजिरहेको अनि परिस्थिति अनुसार आफूलाई बदल्दै लगेको देखिन्छ है। हो, एकदम गतिशील छ यो। अनि यसले एउटा प्रश्न पनि उठाउँछ के अरे, हामी सधैँ दुई ढुङ्गा बीचको तरुल भन्छौँ, के अब नेपाल दुई छिमेकी बीचको पुल बन्न सक्ला, एउटा जीवन्त पुल? यो त साँच्चै सोच्नुपर्ने कुरा हो। र श्रोताहरूलाई पनि एउटा विचार छोडेर जाउँ, अहिले जसरी विश्व शक्ति समीकरण बदलिरहेको छ नि, अमेरिका चीन प्रतिस्पर्धा बढ्दो छ, यस्तो बेलामा नेपालको त्यो परम्परागत सन्तुलनको नीति कतिको टिक्ला, कतिको प्रभावकारी होला? अनि त्यो हाम्रो अनौठो झण्डा छ नि, गैर आयताकार, सायद त्यसले पनि यही हाम्रो अनौठोता र लचिलोपन देखाउँछ कि? यो पनि सोच्न सकिन्छ।